के तपाईलाई थाहा छ नेपालका धेरैजसो बैंकहरूको नन पर्फर्मिङ लोन बढ्दो क्रममा छ। विभिन्न कारणहरूमध्ये एउटा मेजर कारण के हुन सक्छ त यसको? एउटा मेजर कारण हो मिसयुटिलाइजेसन अफ फन्ड। हिजोका दिनमा बैंकले व्यावसायिक कर्जा गरेको केसमा बरोवरले उक्त फन्ड चाहिँ के गरिदियो त अन्तै लगानी गरिदियो अथवा अन्तै खर्च गरिदियो। जस्तो बिजनेस लोन भनेर कर्जा लियो, घर जग्गामा लगानी भयो अथवा गाडी किन्न लगानी भयो भने विभिन्न अरू रिजनहरूमध्ये एउटा चाहिँ वान अफ द मेन रिजन भनेको चाहिँ मिसयुटिलाइजेसन अफ फन्ड हो। अब यसको सोलुसन के हुन सक्छ त? आगामी दिनमा बैंकको एनपीएल घटाउन र होल इकोनोमी ग्रो गर्नलाई चाहिँ फाइनान्शियल इन्स्टिट्युसनहरूको रोल के हुन्छ, के गर्नुपर्छ र नेपाल राष्ट्र बैंकले के नीति ल्याउनुपर्छ, यसमा डिस्कस गरौँ। मेरो ओपिनियनमा चाहिँ हरेक वित्तीय संस्थाले बिजनेस एक्सपर्टिज टिम चाहिँ क्रिएट गर्नुपर्छ जस्तो लाग्छ। जस्तो लोन दिनुभन्दा अगाडि बिजनेसको हरेक आस्पेक्टबाट, जस्तो बजारको सम्भावना के छ, अनि बिक्री रणनीति सेल्स स्ट्र्याटेजी के छ, त्यसैगरी लागत संरचना के छ र रिस्क कति छ, यी विभिन्न फ्याक्टरहरूमा चाहिँ त्यो एक्सपर्टिज टिमले चाहिँ के गर्न सकोस् त एडभाइस गर्न सकोस्। जस्तो यो चाहिँ हरेक बैंकले चाहिँ प्रोभिन्स वाइज चाहिँ एउटा टिमै क्रिएट गरेर, जस्तो मार्केटिङ एक्सपर्ट एकजना, ब्रान्डिङ एक्सपर्ट हुनसक्छ, फाइनान्स एक्सपर्ट, इन्डस्ट्री स्पेशलिस्ट, यी 5-6 जना मिलाएर चाहिँ एउटा टिम क्रिएट गरेर चाहिँ प्रोभिन्स वाइज चाहिँ लोन लगानी गर्नुभन्दा अगाडि नै हरेक पक्षबाट एनालाइसिस गरेर चाहिँ बरोवरलाई, बिजनेसम्यानलाई चाहिँ एडभाइस गर्न सकोस् डाइरेक्टली इन्भल्भ भएर। यसमा बैंकले लोन प्रोभाइडरको रूपमा मात्र रोल ननिभाइकन एडिसनली चाहिँ बिजनेस डेभलपमेन्ट पार्टनरको रूपमा चाहिँ बैंकले रोल निर्वाह गर्न सकोस्। यसमा बिजनेस एक्सपर्ट टिमले लोन प्रवाह गरिसकेपछि निरन्तर मोनिटरिङ गर्ने, जस्तो नियमित भिजिट गर्ने, प्रोग्रेस रिभ्यू गर्ने, बिजनेस कोचिङ गर्ने, त्यसैगरी मार्केटिङ र सेल्स ट्रेनिङहरू, सेल्स कसरी बढाउने, मार्केटिङ स्ट्र्याटेजीहरू के हुनसक्छ, ब्रान्डिङ कसरी गर्ने, त्यसैगरी कस्टमर म्यानेजमेन्टबारे पिरियोडिकली ट्रेनिङ गर्ने, ती प्रोग्रामहरू अरेन्ज गर्ने र व्यवसायलाई चाहिँ यसरी सपोर्ट गर्ने। यसले गर्दा चाहिँ के हुन्छ त होल इकोनोमी नै राम्रो हुन्छ, होल इकोनोमी नै ग्रो हुने भयो र व्यवसाय राम्रो हुँदै जाँदाखेरि अटोमेटिकली बैंकले चाहिँ आफ्नो व्यवसाय इन्हान्स गर्न सहज हुन्छ। यो कुरालाई इफेक्टिभली इम्प्लिमेन्ट गर्नलाई नेपाल राष्ट्र बैंकको रोल के हुन सक्छ? नेपाल राष्ट्र बैंकले चाहिँ यो नीति ल्याउनु पर्यो, डाइरेक्टिभ्स नै जारी गरेर अथवा सर्कुलर जारी गरेर हरेक बैंक तथा वित्तीय संस्थाले चाहिँ प्रोभिन्सियल रूपमा, प्रोभिन्स वाइज चाहिँ एउटा बिजनेस एक्सपर्ट टिम चाहिँ क्रिएट गरेको हुनैपर्ने र व्यवसायलाई चाहिँ लोन प्रोभाइड मात्र नगरी उसलाई चाहिँ एज अ बिजनेस डेभलपमेन्ट पार्टनरको रूपमा चाहिँ अगाडि बढ्ने गरी नीति ल्याउनुपर्छ जस्तो लाग्छ। बिजनेस एक्सपर्ट टिम बनाएर यसरी चाहिँ काम गर्दाखेरि चाहिँ फाइदाहरू के हुन सक्छ त? टिमलाई प्रदेश स्तरमा सञ्चालन गर्दा स्थानीय बजार राम्रोसँग बुझिन्छ, बरोवर अथवा बिजनेसम्यानलाई चाहिँ डाइरेक्ट सपोर्ट मिल्छ र यो प्रोग्राम चाहिँ अझ प्रभावकारी हुन जान्छ। अनि लोन चाहिँ सही सदुपयोग भएको सुनिश्चित गर्न सकियो। त्यसैगरी त्यसले गर्दा चाहिँ मिसयुटिलाइजेसन चाहिँ घटाउने भयो। त्यसैगरी बिजनेस सक्सेस रेट बढाउने भयो। यसले बैंक तथा वित्तीय संस्थाहरूको एनपीएल घट्ने भयो, एनपीएल एनबीए घट्ने भयो र होल इकोनोमीमै के हुने भयो त पोजिटिभ इम्प्याक्ट ल्याउने भयो। त्यसैगरी व्यवसाय बढ्दाखेरि इम्प्लोइमेन्ट पनि बढ्ने भयो, प्रोडक्सन बढ्ने भयो, एक्सपोर्ट बढ्ने भयो र समग्र इकोनोमीमै सकारात्मक चाहिँ के हुने भयो, प्रभाव पर्ने भयो। यो कदमले कन्ट्रीकै इकोनोमी, होल इकोनोमीलाई पोजिटिभ इम्प्याक्ट गर्ने भएकोले नेपाल राष्ट्र बैंक तथा अन्य सबै बैंक तथा वित्तीय संस्थाहरूको ध्यान जान अनिवार्य छ जस्तो लाग्छ।